भिडियोले हेर्दै गर्नु होला र ती जेठी श्रीमतीको चाहिँ बच्चा पनि छ, कानुनी रूपमा बिहे दर्ता पनि छ र अब तीनजनाको भुताल भुतुली कतिको हुन्छ हेर्नुहोस् है अब यो भिडियोमा। र ल्याउनुहोस् बहिनी काजीको श्रीमतीले फोन गर्नुहोस्, अब उहाँको नै कुरा राखौँ। के भन्नुहुन्छ त बहिनी? यता ल्याउनु त काजीको श्रीमतीलाई फोन हान्नु, फोन हान्नु। कहाँ जानुभयो? काजीलाई नल्याइकन हुँदैन, यहाँ मिल्दैन कुरा। हुनैपर्छ। ऊ होइन नि त, अर्कै छ नि त। हो हेर्नु त, अनि सासू बुहारीलाई उठाउने कस्तो खालको मान्छे होला लु भन्नु त। तपाईँहरू समाजले अहिलेसम्म सुन्नुभएको छ? हजुर। अब सासू जाने कस्तो हो र अनि बुहारी त ऊ घरमा जाँदा यता चिया सिया खुवाए, मिठो चिया पानी खुवाए, अनि सासूले वातावरण बनाइदिएको हो नि त। कुरा त्यसो बुझ्नु पर्यो। उनीहरूकै गल्ती छ। वातावरण चाहिँ त्यता 20 रुपियाँ पैसामा हामी 20 रुपियाँ पैसामा मिल्दिउने हो। किन तपाईँले 20 रुपियाँ पैसा हाँस्नु मुस्कान चाहिँ छाइरहेको छ उहाँको अनुहारमा। खुसी भइरहेछ। काहीसँग कुरा भयो, उहाँहरूको कुरा काहीसँग के कुरा भयो होला। यो ठाउँमा भेटौँ, भोलि टाप दिउँ, इन्डियातिर चलिदिउँ भन्यो होला। अनि बुढी मान्छेको अनुहारमा उज्यालो छाइरहेछ। अर्को बुढीलाई नै बोलाउँ न। अहिले फोन गर्नु आउँदैछु। फोन गर्नु को इन्डियामा छ? उसको बुढी इन्डिया छ नि। फोन नम्बर छ? फोन नम्बर छैन, इन्डियामा छ त। यहाँ कहाँ छ? उसको बुढीलाई बोलाउँ न। होइन फोन गरौँ, इन्डियामा छ। काम गर्दैछ, खर्च पेलेर बोलाउनु हुन्छ। खर्च हुनु पर्यो नि इन्डियादेखि आउने। तपाईँसँग त पैसा टन्नै छ, बोलाउनु मान्छे हो। खर्च पेलेर किन बोलाउँछु त्यत्रो? अब काजीलाई लानु छ तपाईँले, किन बोलाउनु उसलाई? होइन त्यत्रो उनीहरूको घर व्यवहारै मैले थामिदिएको छु भने मसँग चाहिँ पैसा कहाँ छ र उसलाई खर्च पेल्छु त? लु भन्नु। सही कुरा भन्नु त सही कुरा। तपाईँले मलाई के भन्नु? काजीको होइन, काजीलाई को श्रीमतीले बोलायो भने झन् गन्डागोल हुन्छ हो कि न? गन्डागोल हुन्छ। किन गण्डगोल गर्ने? किन गर्ने? बरु स्वाटै लिएर हिँड्ने नि। जाने सुटेको जाने विदेश लिएर जानु। विदेश होइन। म 2 महिनाको छुट्टीमा आउने। तपाईँलाई विदेशै लानुहुन्छ भने मजाले घुम्ने नि पश्चिमतिर चिसोमा गर्मी झापातिर झापामा गर्मी छ। यहाँ सुन्नु न, काजीलाई बोलाउनु भन्दाखेरि अब इन्डियामा छ होइन, उसलाई भनेको होला सेलरी दिएको होइन होला, छैन होला। तर दिदी सम्मान रूपले तपाईँलाई म दिदी भनेर सम्बोधन गर्छु होइन। तर तपाईँको पनि बुढेसकालमा कस्तो पैसा आएको हो? अचम्म खालको पैसा आयो त दाजु। ओ भाइ मैले 6 महिना भयो क्या। 6 वर्ष भयो। 6 वर्ष अगाडिको कुरा हो त, यो पछाडिको कुरा हो र। 6 वर्षदेखि 6 वर्षदेखि त 6 वर्षमा बुढेसकालमा जति तपाईँको चिलाउँछ अरे कुरकुरे हड्डी, त्यही भयो त्यो भागरी कुरा थाहा तपाईँलाई? तर हो सही। मेरो एउटा हाकिम छ कि 65 वर्षको कि मस्त गाडी काजी हो। बस्छौँ कि तपाईँले यो कुरा यस्तो भन्नु भन्दा पनि नि धेरै कुरा यो छोरी मान्छेको पीडा काजी हो। बुझ्नु हो। ल ए बहिनी, काजीको श्रीमतीले फोन लाउनु त। कहाँ जानुभयो बहिनी? यहाँ हुनुहुन्छ। लु काजीको श्रीमतीले फोन लाउनु न तपाईँ, छिटो गर्नु त। हामी तपाईँहरूले मात्रै दिनभरि टाइम दिँदैनौँ न। टाइम दिएर हुँदैन नि त उहाँहरूले। हो यहाँनिर हेर्नुहोस्, अब काजीको श्रीमतीसँग पनि हामी कुरा गर्छौँ। ओरिजिनल बिहे दर्ता र बच्चा बच्ची भएको चाहिँ मेन स्ट्यान्ड लाउनु, मेन उहाँको श्रीमतीसँग पनि हामी कुरा गर्छौँ। के छ उहाँको कुरा? अब हामी यहाँ गरी भइसक्यो तपाईँलाई? म काजीसँग बोले होइन, म बुइनीसँग बोले। एकदम हट भइसक्यो तपाईँलाई? काजीसँग भेट भएपछि कुल हुन्छ होला, चिसो चिसो हावाले छुन्छ होला होइन? ल छिटो यहाँनिर फोन लाउनु त। कहाँनिर? ए बहिनी काजीको श्रीमतीलाई फोन लाउनु न बहिनी। यता आउनु त तपाईँ, जोडिनु। यहाँ आउनु त, यहाँ पहिला वाट्सएपमा यता जोडिनु नि भइहाल्यो त। यहाँ आउनु त। अनि छिटो गर्नु न, अघि फोन लाउनु भनेको। छिटो गर्नु। ल भाइ यहाँ आउनु। अब हाम्रो टाइम त्यत्रो लामो दिन सक्दैनौँ हामी होइन, हाम्रो अरू ठाउँ पनि टाइम छ। र लु अब के भन्न चाहनुहुन्छ? सम्पूर्ण देश विदेशबाट हेरिराख्नु भएको छ। अब म त के भन्नु दाइ होइन, अहिले म बुढी लिएर जान्छु। लिएर जानुहुन्छ? काजीलाई चाहिँ दाइ होइन, आज नभए भोलि जसरी पनि तपाईँहरूले यहाँनिर निकाल्नु पर्यो। काजीलाई खोज्नु पर्यो जसरी भए पनि यहाँनिर यही ठाउँमा यही दाइहरू हुनुहुन्छ होइन, यही ठाउँमा निकाल्नु पर्यो। मम्मीको कुरा के छ थाहा छ तपाईँलाई? मम्मीको कुरा म त्यो दिन निकालिहाल्छु, फेरि मम्मीको कुरा नि त्यही दिन गरिहाल्छु। भोलि तपाईँको फेरि व्यवस्था राम्रै गर्नु। व्यवस्था त्यस्तो हुँदैन। कानुनी प्रक्रिया अनुसार कानुनले दिएको कारबाही हुन्छ। त्यो हात हिर्काएर डन्डा हिर्काएर किन मुखले हिर्काउँदा भयो नि हातले हिर्काउनु त्यो कानुनी प्रक्रिया अनुसार चल्नुपर्छ हामी।
तपाईँको मम्मीको कुरा चाहिँ काजीले लिएर जाने विचार छ अनि भोलि गएर तपाईँको चाहिँ ती काजीको श्रीमतीमै रहेछ हेलो काजीको श्रीमती छ मलाई होइन तपाईँ होइन कानमै त नटसाउनु न यहाँ अन गरिदिन्छु त हेलो साह्रै मिठो गरी हाँस्नुभयो सर हजुर नमस्कार यहाँनिर हो होला मचाइदियो अब पहिला हाम्रो गाउँमा बस्थे क्या सर हजुर 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 पहिला हाम्रोमा बस्थे हाम्रो गाउँमा बस्थे चम्पापुर होइन हजुर ती दुईजना बुढाबुढी अनि ऊ हिजो विदेशी कहाँदेखि आएको हो कहाँदेखि आएको चम्पापुरमा आएका थिए होइन हो पहिला बसेको ठाउँ भने आए अनि त्यहाँ यस्तो यस्तो भयो मेरो छोराको बिजोग भयो मेरो बुहारी यसरी सुरुङामा बस्थे अरे भन्ने कुरा आयो बोल्नु न तपाईँ हो अनि हामी अनि यहाँ सन्ते राईकोमा यसो आइरहेको होइन हजुर सन्ते राईको अब हाम्रो छिमेकी हो आइरहेको आउँदाखेरि च्याप्सा देखियो अब होइन हजुर हजुर अनि देखिँदाखेरि हामीहरूले त्यहाँ देखेको हो अन्त चाहिँ देखेको होइन अब बुढाबुढीको अब दुईजना बुढाबुढी नै हुन् भन्ने हो थियो अनि त्यहाँ देख्यो अनि हामीहरूलाई अनि देखाइदिउँ न दाइ भन्न थाल्यो अनि म त हस्पिटल गएको मान्छे यही हो यही एरियामा देखेको त्यहाँदेखि अब आफै पत्ता लगाउनु अब हामी हो हजुर अनि हाम्रो पनि अब किनभने भोलि त्यसरी खोजेर हिँड्दा हामीलाई पनि मान्छे नराम्रो सम्झिन्छ हामी त्यो टाइपको मान्छे होइनौँ भनेर अनि त्यसो भनिदिएर गएको अब अहिले भन्छ दाइ आउनु कि आउनु भन्छ अब म आएर के गर्नु त्यहाँ म हस्पिटलबाट अब घर फर्किँदैछु त्यस्तै हो जग्गा अनि सर यो हाम्रो काजी र यो हाम्रो दिदी तपाईँको नाम के हो फुलकुमारी दुईजना श्रीमान श्रीमती हो त भनेको त म चिन्दिनँ हौ सर त्यो त ए तपाईँ चाहिँ मुसु हाँस्नु मन परिरहेको छ तपाईँले आज चाहिँ होइन तपाईँले अहिले देखिन्छ तपाईँलाई मेरो छोराबारी मिलेको छ नि त त्यही भएर के अब काजीले हजुर छोराबारी चाहिँ मिलाइदिनु न त्यही भएर हाँसेको बुहारी मैले भित्रको बुहारी हो नि हजुर 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 हाम्रो अर्को भाइले पनि त्यहाँ भन्यो हो मैले पनि त्यहाँ देखेको हो दाइ भन्यो अनि मैले पनि देखेको भाइ अब कहाँ बस्छन् के गर्छन् त्यो चाहिँ अब हामीहरूलाई पत्तो छैन भन्ने होइन हो अनि त्यही भएर चाहिँ त्यहाँनिर आएको दुईजनालाई मिलाएर पठाइदिनु धर्मै हुन्छ दाइ तिनीहरूको हुन्छ 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 यहाँ हामी त्यही छलफलमा छौँ सर है त तपाईँसँग भरे कुरा गर्छौँ हामी हस् हस् सुनेको कि अनि मलाई आफै लाभ पायो ए ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ सर ठिक छ भन्नु काटिसकि यहाँ सुन्नु न तपाईँ हो नि काट्ने त होइन यहाँ सुन्नु न के गर्नुपर्ने अरे हामीले लु भन्नु मिलाइदिनु कसको मिलाइदिनु दुईजनाको मिलाइदिनु भोलि काजीलाई भोलि पक्रिन्छु भनेर भनिदिनु सक्यो लागेर अनि मिलाइदिएर तपाईँ चाहिँ काजीसँग टाप दिने हो यहाँ किन गर्दै ल्याङ नगर्नु न भनेको छ मैले भनेको चाहिँ मान्नु कि अनि तपाईँले यतिसम्म प्रेम गर्नुभएको छ माया गर्नुभएको छ काजीलाई होइन यता सुन्नु न भोलि तपाईँहरूले खर्च गर्नु पर्दैन पैसा उसँगबाट ल्याउनुपर्छ होइन त्यस्तो हामी गर्दैनौँ न त्यस्तो ज्यादा चाहिन्छ नि खाना त चाहिन्छ नि खाना त चाहिन्छ हामी कमाएर खान्छौँ होइन त्यसरी पैसा पर्दैन कि यहाँ सुन्नु न अनि तपाईँले अब काजीलाई तपाईँले लिएर जाने भनेपछि अनि फेरि अर्को बुढीले खोज्ला नि त फेरि मिडिया छोरा दिन्छ अहिले त्यस्तो कुरा नगर्दैन क्या मलाई लाज लाग्छ अनि काम गर्ने बेला त लाज लागेन त तपाईँको लाग्दैन के भयो त्यो चाहिँ अलिक सोचिदिनु न हौ तपाईँहरू बुझ्ने होइन म एउटा किनकि बुढोले छोडेको विधवा नारी हो नि त जिउँदो श्रीमानको विधवा नारी भएर बस्नु कस्तो अनि विधुवै श्रीमानलाई चाहिँ विधुवै मान्छेलाई चाहिँ व्यक्तिलाई चाहिँ तपाईँले खोजेर रोजेर जानुभएकै हुन्थ्यो त्यसको श्रीमती छ यस्तो नि त रिलेसन पहिलेदेखि 6-4 वर्ष भएको मान्छे सोच्नु न आफै तपाईँ अनि अब 9-10 लाख पैसा छ त मैले के गर्ने छोडिदिनु मैले माया मार्नु भन्नु न अलिकति आउनु न तपाईँले यहाँ सुन्नु न तपाईँले अनि उयो के अरे विधवा श्रीमती बितेको चाहिँ नपाएर नै हो त त्यस्तो पाउनु नबनाउनु त्यस्तो नपाएरै हो जस्तो लाग्छ उसँगको मेरो पहिलेदेखिको रिलेसन थियो त्यो बारेमा त्यो अर्को विधवा केटाहरूको बारेमा थिएन क्या मेरो पहिले सुरुदेखि नै उसँगै हो कि कति वर्षको थियो काजी भन्ने चाहिँ उमेर थाहा छैन मलाई त्यो वर्ष त अन्दाजी तपाईँहरूकै उमेर हो हामी त 35-36 वर्ष पुग्यौँ त्यस्तै हो तपाईँ चाहिँ कति वर्ष पुग्नु म त्यस्तै 40-45 त्यस्तै पुग्यो होला अनि त्यो काजीले त तपाईँलाई नि बुढी माउ छिप्पेको माउ
त्यो उयो के अरे कराईको जस्तो कालो अनुहार छ भन्छ अरे त। अन्त त्यहाँ अहिले मैले फोनमा तपाईँकै छेउमा सोद्धा के भन्नु, तपाईँको छेउमा सोधेँ कि सोधिनँ मैले? सोध्नु भयो। अनि उसले के भन्यो? उसले अब होइन भन कि हो भन? होइन कस्तो भन्यो भने उसले अब चुबारी राखन अब उसलाई चाहिँ पठाइदियो बुहारीलाई चाहिँ भन्यो। अनि के भन्नु खोजेको त? त्यस भनेपछि तपाईँलाई साँचो प्रियति गर्दो रहेछ, माया लाउँदो रहेछ, पिरती लाउँदो रहेछ, साँचो माया लाउँदो रहेछ भनेर सोच्नु भयो। त्यति नगरे त उसले पैसा कहाँबाट निकालेर दिन्छ त? तर पैसा मात्रै होइन यहाँनिर, पैसा मात्रै होइन माया प्रीतिको कुरा पनि छ। माया प्रीतिको कुरा सबै थोक्छ, मिसिएको छ यहाँनिर होइन। त्यही भएर तर तपाईँको मुस्कान छाइरहेको देख्छु अघिदेखि, त्यही कारणले होला होइन। मुस्कान छाइरहेको छ, हाँसिराख्नु भएको छ। सम्पर्कमा आएर होला नि त होइन, तपाईँले खोजिराख्नु भएको थियो। पहिला त सम्पर्कमा थिएन, भेटेको थिएन, त्यही कारणले। किनकि छोरा बुहारी नै भेटेको थिइनँ, बुहारी नै भेटेको थिइनँ, बुहारी नै भेटेँ होइन। उसलाई अब यो केटीलाई चाहिँ योसँग जसरी मिलाइदिनु, अब उसँग गरेर यसको जिन्दगी बर्बाद हुन्छ नि त। मलाई त के दाइ, म त विदेश जान्छु, म कमाउँछु, म आफै रमाउँछु, मलाई मतलब छैन। यो पैसा म उठाउँछु जसरी। भोलि एउटा गीत सुन्नुभएको छ उसको यहाँ सुन्नु एउटा गीत तपाईँको जीवनको गीत है। सुन साइली साइली के भन्छ? निधारमा नाम्लो बरियो। कसको केमा परियो? काजीको माजलमा परियो भने अर्को। अनि 40 कटेसी रमाउला भने जस्तै भयो तपाईँको जीवनमा चाहिँ है हो कि होइन? हो कि होइन? 40 कटेसी रमाउला भने जस्तै काजीको जीवन र उहाँको जीवन 40 कटिसक्यो उहाँको। हेर्नुहोस् है, सम्पत्ति कमाउँदै दिन बित्यो, रात गयो, दिन ढल्दै गयो, उमेर ढल्दै गयो, 40 वर्ष कटिसक्यो अनि मात्र रमाउन पाउनुभयो। हेर्नुहोस्, जिन्दगी खुसी नै छ नि तपाईँलाई? जिन्दगीदेखि खुसी नै छ नि? म खुसी छु, अर्का देशमा दुःख गर्छु, खान्छु, बस्छु, म खुसी छु दाइ। किन मेरो बुढोले सुन न, मेरो बुढोले छोडेर मलाई विधवा उजिम्दो हुँदा नि म विधवा भएँ। तर मेरो बुढोले छोडो भनेर मैले हरेस नखाई काम गरेर गरिखाएको छु। मैले कसैले भिख मागेको छुइनँ, कसैको सम्पत्तिमा म रमाएर हिँडेको छुइनँ। म मेरो खुसी म आफै गरेर खाएको छु। त मैले कसैले पनि भिख मागेर मलाई यति चाहियो उति चाहियो मागेर हिँडेको छुइनँ। ठिक छ, म दुःख गरेर खान पाएँ त। ठिक छ, त्यो एकदम र कसैको साथ खोज्न नि मैले पाएँ नि, कसैको साथ खोज्न नि पाएँ नि मैले। एकदम पाउनुभयो, तपाईँको स्वतन्त्र जिन्दगी पाउनुहुन्छ। तर एउटा कुरा के हो भने नि, तपाईँले कुन देशमा म ओमन हो। ओमनमा पहिले कुवेत गएको थिएँ। तपाईँको बुढेसकालको हड्डी ख्याउँदै पसिना बगाउँदै चाहिँ पैसा कमाउनु भयो। त्यति सजिलो अर्काको देशमा हुन्छ, कति गाली खान्छ, कति भनाइ पाइन्छ। त्यो भनाइ खाँदै तपाईँले कमाउनु भयो। 10 लाख रुपियाँको कुरा छ अहिले। 10 लाख कमाउनु भनेको 10 लाख पुगिसकेको छ। त्यो माया जाललाई बिर्सेर त्यो 10 लाख रुपियाँ त चर्लमै पारिदियो। त्यो तपाईँलाई फिर्ता दिन्छ जस्तो लाग्छ? कहाँबाट कमाइदिन्छ? नदेर हुन्छ। कसरी कमाउँछ? होइन, अनविश्वासिलो मान्छे होइन, विश्वासिलो मान्छेलाई उसलाई मैले अझैसम्म विश्वास छ। पहिलेदेखि विश्वास गरेको। जेठी बुढी एउटा बच्चा भएको मान्छेलाई छोडेर तपाईँ सासू बुहारीले उडाइदिने मान्छेसँग अझैसम्म विश्वास छ। म उडेको छु र मसँग ऊ बस्या छ र टिपेर हिँड्दियो नि। तपाईँ बुढा भन्दैछ, अघि भन्दै हुनुहुन्थ्यो। अब तपाईँ पनि फेरि उडाएको छ र भन्नुहुन्छ? उडाएको बराबर त हो नि, टिपेर हिँड्दियो नि। होइन, यसरी रुम। अनि अघि तपाईँले के भन्नुभयो? मेरो शरीरहरू सबै सुम्पिएको छु, सुम्पिदिएँ, पैसा पनि सुम्पिएँ, शरीर पनि सुम्पिएँ भनेर भन्नुभएको होइन त? त्यो हो त, मैले भनिसकेको छु त तपाईँहरूलाई। लु काजीलाई भन्नुहोस् एकचोटि यहाँबाट, काजीलाई के भन्न जानुहुन्छ? होइन, यहाँ भरे मोबाइलमा हेर्छु। यहाँ भन्नुहोस्, काजीले हेरिराख्नु भएको छ तपाईँले, के भन्नुहुन्छ? अब तपाईँको फोनमा टाकाटुका भइहाल्यो अनि क्या भन्नुहुन्छ? अघिसम्म चाहिँ मैले भनिसकेँ दाइ, म 10 चोटि भन्दिनँ। म एकदम मलाई दिमाग खराब नगर्ने। मेरो अहिले एकछिन केही न केही मर्ने अवस्था मात्रै हुन्छ भनेको सुन्नु। म अहिले बोल्दिनँ, अब सक्यो। अघि बोलेँ नि, सरी ल, अब चाहिँ म बोल्दिनँ ल। अब एकचोटि फोन लगाइदिनु। छोराको सँग बोल्दिनँ भने अघि जति बोल्नु बोल्नु नि। बुहारी कहाँ छ तपाईँको? बुहारी त्यहाँ छ, उनीहरू मिलिसकेका छन्, उनीहरूको मन छ। अब हामी के कुरा गर्न चाहन्छौँ भने बुहारी आउनुहोस्। अब बुहारी हाम्रो अन्तिम दर्शक पनि हेर्दै गर्नु होला। अब हाम्रो अन्तिम कुरा भइसकेको छ। काजीलाई हामी ल्याउने नै छौँ र
बहिनी यहाँ आउनुहोस् त अब तपाईँ के गर्ने तपाईँको नि कुरा राख्नु पर्यो यहाँ हामीले त्यसरी जबरजस्ती गरेर हुँदैन भोलि तपाईँको छोराले कागज बनाउनु पर्छ यस्तो सेन्तेरै हानेर फेरि दनक दियो भने हो यता आउनु के गर्ने अब यसले यता आउनु के गर्ने तपाईँको श्रीमान पुरानो हुँदैन माया जुनीलाई भन्दै आउनुभयो अलिक यता आउनु न यता आउनु न बहिनी कागज बनाएर बकाइदा सैल बनाएर राख्ने तँलाई यहाँ सुन्नु है तँलाई माया गरेको होस् किनकि जेठी बुहारी होस् अरू बुहारी होइन नि म अरू बुहारी यता आउनु भाइ टेन्सन भइरहेछ तपाईँलाई तपाईँको नगरेको छुइनँ मैले कति गरेको छु सुरुङ्गामा राख्छ भन्ने कुरो मलाई थाहा छ ठुक्क जिन्दगी यस्तो बाउले एउटा ससुराले छोडे कि सासू एउटा विधवा नारीले जिउँदो श्रीमानको विधवा नारीले हरेस नखाइ तिमीलाई यति साथ दिँदाखेरि हुँदैन भने के गर्छ गर मैले भन्नुपर्ने त्यही हो नि अब तपाईँको श्रीमान पुरानो हुँदैन माया जुनीलाई भन्दै आउनुभयो हो कि होइन उहाँहरूको जीवनमा यो हो कि होइन सुन्नुभएको छ गीत सुन्नुभएको छ गाइदिनुहोस् त त्यो गीत आउँछ आउँदैन नि ल मसँग गाउँ ल आउँछ तपाईँ गाउनु म सुन्छु सुन्नुभएको छैन तपाईँ गीत पुरानो त भएन नि माया तपाईँहरूको अझै नयाँ छ नयाँ छ पुरानो माया त पुरानो हो नि त माया त पुरानो हो अझै नयाँ हो पुरानो हो नि त माया त अलिकति आउनुहोस् बहिनी तपाईँहरूको माया त पुरानो हो नि कि नयाँ हो पहिला जाँदा त राम्रै थियो दुईजना राम्ररी नै बस्नु भएको थियो म पछि उता घर गएँ मेरो चाहिँ उहाँ भने मलाई कति छोपेको याद गर्नु अब राम्रै थियो बेहोरा अब कसको गल्ती के हो यहाँ यता आउनुहोस् त्यो चाहिँ थाहा छ तपाईँको भाइ भान्जा भनौँ ए भान्जा भान्जा र भान्जी बुहारी उता त बुइनी नै पर्छ बुहारी पर्छ बुइनी पर्छ मेरो रसाइनीको छोरी हो ऊ पनि यता चाहिँ भान्जा पर्छ मेरो अब उनीहरूले मिलेर बस्यो भने होइन अब हामी के भन्नु मिलेर बस्नु त्यति नै कुटपिट नगरिदियोस् म यही भान्जा यहीँ हुनुहुन्छ कुटपिट नगरिदियोस् राम्ररी राखोस् कहाँ लगेर राख्छन् राखौँ त्यही हो भनाइ हाम्रो अब के गर्ने त पुरानो हुँदैन माया जुनीलाई नयाँ बनाऊँ न किन यता आउनुहोस् अब के गर्ने तपाईँहरूको यो गाना चाहिँ तपाईँहरूको जिन्दगीमा आधारित भएको छ यो गाना पनि तपाईँको जिन्दगीमा है पुरानो हुँदैन माया जुनीलाई कागज गरी अब यी मायालाई लगेर कुटपिट गर्ने कि या के गर्ने फेरि किन कुटपिट गर्ने यहाँ रेकर्ड गर्नुपर्छ पुरै बकाइदा किन कुटपिट गरेरै मात्रै समस्याको समाधान हुँदैन नि त एकदम राइट कुरा हो कि होइन एकदम राइट कुरा अब अर्को कुरा अब कुटेपछि नसुन पहिलाको माया भन्दा अहिलेको माया बेसी दिने कि कसो मलाई सुन न कागज गरी लान्छु नलाई भएन मलाई कति कुर्ता ढोका थुनेर अनि यहाँ सुन्न दाइहरूको अगाडि कागज गरी लान्छु म अलिकति आउनु भएन अब भरे सँगै बस्नु सुत्नुपर्छ के तर्की हिँड्छ अलिकति आउनु पहिले त भेटिहाल्यो नि पहिले कुर्थे यिनीहरूको दुईजनाको बराबर थियो क्या पहिले मलाई ल अब त्यस्तो नगर्ने अब तपाईँले लिएर जाने होइन लिएर जाने तपाईँ जाने कि नजाने नगर हुन्छ बुढी छ छोरा जाने कि नजाने छोरी छ त्यो छोरीको बुझिसक्यो जाने भनेर पहिला सुन्नुहोस् एकछिनै नगर्नु बुझ्यो जाने भएर जाने भन्ने बुझियो किन भनौँ न पहिला चाहिँ म पुरानै मान्छे हो यो कुरा अलिअलि थाहा छ मलाई पहिला गाउँठाउँमा भगाउनु जाँदा बेहुलीलाई माग्नु जाँदा यसो गरेर लजाउने यसो गर्ने गर्थ्यो दुबो कोटाउने गर्थ्यो आज यी बुहारीले पनि यसो गरेपछि जाने नै रहेछ भन्ने बुझ्यो उसलाई त्यसरी नै लिएर हिँडेको नि त मैले पहिला पनि यसरी नै कसो भन्दै फकाउनु भयो सुरुमा तपाईँले कसरी भन्नु यसरी नै मिटिङ बसेको थियो होइन त्यति बेला मिडिया चाहिँ थिएन होइन मिटिङ बसेको थियो सासी आमाको अगाडि मैले भनेको जान्छु भने मुसुक होइन त्यो मुसुक हाँस्ने त मौकै पाएन नि घर पुगेर मात्रै मुसुक हाँस्यो साँच्चै हानेको ल ठिक छ अब बहिनी जाने आइन्दादेखि हाम्रो फोन नम्बर छ कुटपिट गरेको खण्डमा प्रहरीकोमा जाने मिडियामा आउने अन्याय भएको मान्छेलाई त्यस्तो भन्नु पाइँदैन म केही गर्दिनँ सम्झाउनु अहिले मिडियाको अगाडि भनेको छु कागज गरी तँलाई लिएर जान्छु भएन आजको दिन र भोलिको दिन मात्रै
पर्सि त म पनि हिँडिहाल्छु कहाँ जाने? म इन्डिया इन्डिया दिल्ली कुन ठाउँ? दिल्ली फेरि इन्डिया गएकोले स्वाट्टै फेरि त्यो उयोसँग जाने होइन फेरि के अरे त्यो अर्को काजी काजी काजीसँग अबको अरू कुरो जान्दिनँ काजीलाई चाहिँ भोलि या पर्सिसम्ममा काजीले अस्ति बाजी मारिहाल्यो अब नमारोस् बाजी है तपाईँलाई अहिले भन्दैछौँ हामीले आइन्दादेखि श्रीमान यस्तो श्रीमान तपाईँले पाउनुभएको रहेछ यति सोझो रहेछ श्रीमानले बुझ्यो अहिले लास्ट टाइम आएर अहिले बुझ्यो है भुक्ने मान्छेलाई पो थाहा छ तपाईँहरू त बाहिर त्यो यहाँ सुन्नु तपाईँले त्यस्तो अन्याय र अत्याचार गरेको थियो भने तपाईँले अन्याय गरेको थियो भने प्रहरी प्रशासन छ छिमेकी गाउँले छ होइन पुलिसभित्र त मैले नै ऊ पसेकै बेला निकालेको मैले कता फेरि लगेर हुल्दिनु त्यति माया रहेछ नि त माया थियो भने छोडेर चाहिँ किन हिँड्छ त्यस्तो माया के हो माया यो मायाको सागर अर्काको जिन्दगी किन बर्बाद पार्दिनु भनेर तैँले चाहिँ किन हालिस मलाई आवाज केटी जिस्काउने भएर पुलिसमा पसेको पनि कसो गरेर जिस्काउँथ्यो एकचोटि देखाइदिनु त आयो सोध्नु कसो गरेर जिस्काउँथ्यो बिर्सिसक्यो यार कसरी कसो पुर्याउने भएर पुरै पुलिसमा पसेको थियो अनि निकालेको मैले अनि तपाईँले जिस्काउनु भएको त होला एकचोटि कसो जिस्का खै कसरी जिस्का हो आउँदैन कसरी उसलाई थाहा होला त जिस्काकै हो त बुहारी कसरी पुऱ्याइस् बुहारी कसरी पुऱ्याइस् को बुहारी सजिनेलाई कसरी पुऱ्याइस् को सजिना अब त्यो छोडिदिउँ त्यो कुराहरू बहिनीको सौताला त्यो 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 पुरानो कुरालाई चाहिँ ननिकाल्नु होइन यहाँ सुन्नु यता आउनु अलिकता आउनुहोस् नानी ल अब बुझ्नुभयो भोलि केही भयो खण्डमा प्रहरी प्रशासनमा जाने मिडियामा जाने हुन्छ हुन्छ भविष्य डामाडोल हुन्छ किन भन्नु एउटा नानी छ तपाईँहरूको बच्चा छ त्यो बच्चाको भविष्य हेर्नु पर्यो अब ऊ कुनै कलिलो उमेर छ भर्खरको उमेर छ अहिले त हाम्रो मात्रै लाइफ होइन भोलि गएर छोरीको नि भविष्य हेर्नु एकदम 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 राम्रो कुरा सही कुरा होइन उसको नि नागरिकता बनाएको छैन मेरो त बनाइसकेको छ मलाई त मतलब भएन उसको नि बनाइदिनु अनि भोलि गएर अब त एकछिन नगर्नु न यहाँ कुरा हुँदैछ तपाईँ किन फोन गर्नुभएको बोल्न दिनु नि भोलि गएर होइन कस्तो हुन्छ भने नानीलाई पनि म पहिला खान्छु सोरे सुनिसक्यो मेरो नानीलाई पनि हेर्नुपर्ने हुन्छ नि त होइन हो अब नानीको भविष्य पनि नानीको भविष्य त्यही सम्झेर होइन उसले अब गल्ती गरेन भने होइन पहिले के गर्छ भने यसको बेदर्ता र मेरो बेदर्ता होइन बेदर्ता बनाएर नानीको जन्म दर्ता बनाइदिन्छु होइन नानीको जन्म दर्ता बनाइदिन्छु अनि म लागिदिन्छु इन्डिया दिल्ली ठिक छ एकदम पैसा कमाउनु उसले के गर्छ भने घरमा सिर्फ घर स्याहार चाहिँ बस्दैछ न नानी हेरेर बस्दैछ होइन एकदम एकदम राम्रो ल होइन हो कि म केटी खेला म मोबाइल एउटा बोकेर हिँड्दिनँ ल एउटा बोक्दिनँ ल अब अहिले लिएर जाने अब बल्ल त त्यत्रो महिनापछि त्यत्रो वर्षपछि महिनापछि आफ्नो श्रीमानले चाहिँ होइन श्रीमतीलाई पाएको छ होइन लास्ट खुसी छ आज ह्याप्पी छु आज ह्याप्पी छ एकचोटि नाचिदिनु नि ह्याप्पीको छ होइन खुसियालीमा त नाचिनु हो नि त र अहिले हेर्नुहोस् श्रीमान मलाई एकदमै ऊ चाहिँ होइन एउटा इमान्दारै जस्तो लाग्यो किनकि बल्ल बल्ल श्रीमती पायो अब लिएर जाने ल अब जाउँ के छ तपाईँको सामानहरू तिम्रो कपडाहरू निकाल होइन दिदीसँगै त्यो कपडाहरू प्याक गर्न सघाउनु ल म सघाइहाल्छु नि सघाउनु अनि जानु खानु यस्तो नगर्नु यस्तो अब एक टाइम बुद्धि बिगारिहालिस् होइन मेरो पनि गल्ती थियो थिएन होइन मैले नि गल्ती गरेको होइन मैले गल्ती गरेँ त्यसको लागि तपाईँले यो यस्तो गर्यो भने तपाईँले प्रहरीमा पनि जानु हामीले पनि फोन गर्नु ल हामी सबैको नम्बर दिन्छौँ म दाइहरूको नम्बर सबै लिएर जान्छु भएन अङ्गालो मार्नु दिनु न यस्तो छ घरि अङ्गालो मार्दा दिँदा हुन्छ रिस यस्तो छ के भन्नु अलिअलि त रिसाइहाल्छ नि भर्खर चाहिँ तपाईँले परेको छ कि भर्खर अलिक अगाडि ल्याउनु न क्यामेरा मैले कुरा बुझेको छु म हुन्छु साथमा कान्छी आमाको छेउमा पनि म राख्दिनँ सही राख्दिनँ मैले नै भनिरहेको चित्त बुझ्दैन मम्मीहरूसँग होइन मलाई थाहा छ उसलाई चित्त बुझ्दैन उसकै खुसीको लागि म यहाँ आएको तर काजी दाइले कसम मारिदिन्छु म जयपुर जाँदै थिएँ मम्मीले फोन गरेर मलाई यहाँ भन्नुभयो आउनु भनेर हामी आएको